आरुको मुन्टा पिसेर लाएको कपुर लाएको अनि यो सिटिजन झोल लाएको होइन यो मान्छेलाई चाहिँ यस्तो रोग हुनु भने मान्छे कहाँ बाँच्छ यस्तो भित्रै गहिरो गाडे गाडे भित्र किरा परेर स्याउ स्याउ छ। हेलो गाइस, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियो। म चाहिँ अहिले गाउँमा छु होइन, मिस्टर गाउँले गाउँमै हुन्छ प्रायः छु। यहाँ तपाईँहरूले देख्नुहुन्छ एउटा गाई र अर्को यहाँ बाछा छ। अब तपाईँहरूसँग यसको समस्याको समाधान छ भने तुरुन्त कमेन्ट गरिदिइहाल्नु होला होइन। यो गाईलाई चाहिँ लम्पी स्किन हेर्नु चाहिँ कत्रो कत्रो छ यो हेर। यो गाई होइन बाछा कि बाछी हो? बाछी रहेछ है। ल यो बाछी लम्पी स्किन छ क्या, भनेको ठुल्ठुलो फोका आउने, त्यसमा किरा पर्ने, स्याउतिर किरा परिरहेको स्याउतिर किरा परे। बिचरालाई कति गाह्रो परेको छ। यो गन्ध पनि दुर्गन्ध पनि यति दुर्गन्ध आएको छ भने सबैतिर किरा दुध पनि खाँदैन, केही खाँदैन क्या यसले। यो के भएको तपाईँलाई थाहा छ? यसको समस्याको समाधान तपाईँले गर्नुभएको छ भने हामीलाई भन्नु होला, किनभने बिजोग भयो बाछीको चाहिँ। अन्त यहाँनिर के भएको यो यस्तो लम्पी स्किन भन्छ नि, कसै कसै निस्केर जाती हुँदो रहेछ, तर यसलाई चाहिँ निस्केर जाती नै भएको छैन क्या। भएन अब यसलाई दबाई गरिँदैछ, यो किराको दबाई। तपाईँहरूसँग केही छ त्यस्तो उपाय भने हामीलाई भनिदिनु होला। यसलाई चाकर गरेको यस्तो नुहाइदिएको तातो पानी लगाएको कति गरेको, खोइ राम्रो खानुपर्ने थियो बाछी। कस्तो हप्ते नि भयो हुन पनि नसाक जान्छ के हो कति महिनाको बाछा दिदी? बाछी फागुनको हो, फागुनको बाछी। यही गाईको हो, पहिला बेथे हो कि राम्रो बाछी थियो। फेरि जातकै रहेछ नि त बाछी पनि, नाइटो पनि कस्तो राम्रो खालको छ। यो जातकै बाछी हो। अनि कहिलेदेखि निस्केको अरे कति भयो निस्केको त पहिला फोका निस्क्यो कि त्यहाँ अनि फोका निस्केर अनि झन्डै 15 दिन जति भयो। 15 दिन जति भयो। अनि यो गाईलाई निस्केको थिएन? यो गाईलाई छैन, यो गाईलाई पनि केही भएको छैन। अनि दुध खाँदैन, दुध बासोलाई माग्दैन गाईले। अनि नमागेपछि अनि दुध पनि पक्रिँदैन। दुध उसले पगाएर धम्काउँदा त दुध आउँछ नि, अनि दुध आउँदैन। त्यत्तिकै यसो बलजतले यसो अलिअलि दुयो, त्यही 2 किलो त्यो दुएको थियो। दबाई चाहिँ कति गर्नुभयो त्यसलाई? दबाई हामीहरूले धेरै गर्नुभयो? धेरै गऱ्यौँ हामीले। दोडा सुई हान्यौँ, अनि त्यहाँबाट त्यो दबाई दिउँ, त्यो थाक्ने दबाई। अनि सुन्नु न, अनि के भन्छन् त यो चाहिँ डक्टरले आएर हेरेर के भन्छन्? जाती हुन्छ भन्छन् कि हुँदैन भन्छन्? खै डाक्टर यो सबै हैजा हो। अब हामीले सकेसम्म गरेको छ, अब भएन भने के गर्नु, अब हामीले गर्ने यति गऱ्यौँ भनेर भन्छन् नि। खोइ लङ्की कि खोइ के गरे हो यो लम्पी स्किन। लम्पी चुस यो भाइरसको कारणले हुन्छ होइन? त्यही हो होला। होइन के गर्नुभएको तपाईँले चाहिँ? ए दबाई हान्न आँट्नुभएको? त्यो के को झिँगाको? ल तपाईँले देख्नुभयो नि, हाम्रो दिदीहरूको चाहिँ बाछी थियो, एउटा राम्रो जातको बाछी। त्यसलाई चाहिँ भाइरस, जुन लम्पी भाइरस के भन्छ, त्यसले गर्दाखेरि चाहिँ यहाँ देख्नुभयो नि होइन, उठ्नु पनि सक्दैन दिदी? उठ्न सक्दैन कि आफू उठाउनुपर्छ दुने बेलामा। फेरि गनाएर थलामा गइसक्नु छैन। दबाई पनि कति गऱ्यौँ। अनि यहाँ हेर्नु घाउ छ, म तपाईँलाई देखाउँछु ल। घाउ छ यहाँदेखि धकै छ, दम लागेको जस्तो छ। हेर्नु चाहिँ घाउ छ, लम्पी स्किन भएको अरे यसलाई। अब यो लम्पी स्किनको चाहिँ के छ तपाईँहरूमा उपाय? तपाईँ कसैलाई उपाय थाहा छ भने तपाईँले कमेन्ट गरिदिनु होला है। यो बाछीलाई बचाउनुपर्छ, बचाउँदाखेरि राम्रो हुन्छ। किनभने कति चाहिँ बाँचेछन्, लम्पी स्किन भएर पनि बाँचेछन्, तर यो बाछी चाहिँ मर्ने स्थितिमा पुगिसक्यो। आज 15 दिन भयो अरे निजीको भएको। पहिले के ज्वरो आयो थिएँ? पहिले अलिअलि ज्वरो आएको भयो, अनि यत्रो फोका आयो होइन। फोका गाँठो आयो, अनि गाँठा आएपछि एउटा आयो, दोडा आयो, गर्दै यो शरीरभरि नि सबै आयो क्या गाँठा। अनि घरैसी दबाई गऱ्यौँ। घरैसी दबाई गर्दाखेरि अब लागेन, अनि डाक्टर कहाँ बोलाएर सुई हान्यौँ होइन। अनि सुई हान्दाखेरि अब भरिसके जाती हुन्छ, जाती भएन पनि अब यो हैजा रहेछ। अब हुन त अब जाती हुनु पर्यो भनेर डक्टरले पनि, खै अब डक्टर लाउँदा पनि भएन त के गर्नु। हाम्रो भेनाले चाहिँ यहाँनिर झिँगाको लागि दबाई बनाउनु भएको होइन? के दबाई हो त्यो? यो झिँगाको दबाई अरे यस्तो छ। यहाँ यस्तो छ नि त, लक लाग्यो क्या यसरी पुग्नु। के हो झिँगाको दबाई हाल्दै हुन्छ। बिजोग भएछ हो यहाँ त। यो कोरोना लागेर जत्तिकै भयो क्या मान्छेलाई बरु कोरोना लाग्दा अलिक थियो। गाईलाई हेर्नु चाहिँ आम्मा
धन्न मान्छेलाई चाहिँ सरेको छैन मान्छेलाई यस्तो सर्नुभन्दा मान्छे कहाँ बाँच्छ घर बेला कपुरहरू पनि लगाइदिएको सबै लगाइदिएको यो किरा परेकोमा किरा परेको त आरुको मुन्टा पिसेर लाएको कपुर लाएको अनि यो सिटिजन झोल लाएको होइन यो मान्छेलाई चाहिँ यस्तो रोग हुनु भने मान्छे कहाँ बाँच्छ यस्तो भित्रै गहिरो गाडे गाडे भित्र किरा परेर स्याउ स्याउ छ अनि यसको न सास जान्छ न बाँच्छ साह्रो हत्ते नि भयो यो लक्ष्मीको यो लक्ष्मीको त साह्रै पापै भयो अब गर्न पनि सबै थोक गरेको छ बाँचिहाल्छ कि भनेर उठ्दैन अहिले भेना है अहिले उठ्दैन यो गहिरो छ नि यो यस्तो गाडे यस्तो भएको छ यहाँ सेता किरा यहाँनिर सेता किरा यस्तो भुसेन लाग्छन् अनि अब यस्तो झट्टाहरू कपडाले राख्दा पनि सबै त्यो झन् बाफेर किरा पर्छ भन्ने डर अनि हेर्दै नि हो यो थलामा आउँदाखेरि मलाई कस्तो माया पनि लाग्छ विरक्त लाग्छ होइन विरक्त पनि लाग्छ माया पनि लाग्छ खाना नि मन लागेन यस्तो भएको छ खाना अलिअलि खाइँदैन नि अहिले यो बासाको गति देख्दाखेरि खाना नि मन लागेन कस्तो भएको छ मेरा अनि अरू गाउँमा अरूलाई पनि दिएछ यस्तो धेरैतिर निक्लेको थियो अरूहरूले त जाति पारे मैले चाहिँ सकिनँ जाति पार्न कति उपचार गर्नुभयो कति गरेँ मान्छेको दबाई पनि खुवाउनु भयो गाईको दबाई पनि खुवाउनु भयो सबैको दबाई खुवाउँदा पनि भएन नि मान्छेको साथीहरू तपाईँसँग के उपाय छ भने यो तपाईँले कमेन्ट गरिदिनु होला के लाउँदाखेरि ठिक हुन्छ कसो गर्दाखेरि ठिक हुन्छ कसलाई देखाउँदाखेरि ठिक हुन्छ एकचोटि टक्क कमेन्ट गरेर तपाईँले भनिदिनु होला है त ल आजलाई यति नै फेरि पनि नयाँ भिडियोमा त गाउँको भिडियोमा तपाईँहरूलाई म फेरि अरू भिडियो लिएर आउनेछु